यस्तो यस्तो हुन्छ, चारवटाले गडबड गरिदिन्छ, एउटाको मिलेर हुन्छ त्यो। सबैले त्यहाँ सिल नम्बर नोट गरेपछि चारवटा दलको मिल्दैन अनि एउटा दलको मिल्छ, यसरी हुन्छ? कतिवटाको नमिलेको र कतिवटा मिलेको होइन होइन, तपाईँहरूले आफै देख्नुभयो कि भने मात्रै सुन्नु होइन? म त भित्रको त्यो पर्दछ, त्यही भएर जान मिलेको छैन। तर यहाँको निर्वाचन अधिकृत त सुरुदेखि नै मिलो मतमा काम गर्नु भइरहेछ। अनि उहाँले पुलिस प्रशासन खटाएर अभद्र व्यवहार गर्नु, कल्चा समेत मार्न दिनुभएको थिएन उहाँले, जुन कोठामा बाक्सा हालेको थियो। एकछिनमा एकजना उम्मेदवारको पनि कुरा सुन्छु। उहाँ एकजना उम्मेदवार पनि हुनुहुन्छ र उहाँको कुरा के हो एकचोटि हामी जानौँ। हजुर त उम्मेदवार होइन? हजुर, तपाईँ कुन दलबाट उम्मेदवारी दिनु? सभापति पदको उम्मेदवार स्वतन्त्र युवा समूहबाट खोलियो। सिलबन्दी चेक गर्नलाई ढोका कसरी खोलियो? ढोका खोलेर आफैले तिनीहरू मतपत्र त निकालिरहेछन्, आफैले काउन्टिङ गरिरहेछन्, अनि हामी सभापति पदका उम्मेदवारहरू बाहिर मजाले बसे त भित्रसम्म जान दिएका छैनन्। किनभने हामीलाई के भन्यो भने एकछिन पहिला तपाईँहरू एकछिन ब्रेक छ, प्रत्यक्ष पाइरहेको छ, त्यहाँ विवाद भइसकेको छ। एउटा दल मात्र के छ भने कि रेडी छ, सब ठिक छ, बाँकी सबै दलले भने त सिलको नम्बर चेन्ज छ। एकजनाको बात सुन्ने कि सबैको बात सुन्ने? प्रतिनिधि भएर पनि के गर्ने? प्रहरी प्रशासन, निर्वाचन टिम सबैको दबावबाट ढोका बन्द छ, हामी भित्र जान पाउँदैनौँ। हाम्रो गैर हाजिरीमा त्यहाँ पुरै खोलिएको छ, त्यो खोलेको हामी घोर निन्दा गर्दै त्यसको घोर विरोध गर्दैछौँ। बिना जानकारीको त्यो सिलबन्दी खोल्नु भनेको एक पक्षलाई जिताउनु हो। त्यो जित भ्रमको जित हो, त्यो जित होइन, त्यो विद्यार्थी राजनीति होइन, त्यो विद्यार्थी दलालकर्ताहरूले गरेको छ। त्यो परियोजनाको पछाडि हामी घोर निन्दा गर्दैछौँ। एकजना अझै हामीसँग तपाईँ पनि उम्मेदवार नै होइन? यो गेट किन बन्द गरिएको र जुन बक्साको हामीले कुरा बाहिर सुनिरहेका छौँ, यसमा तपाईँले जानेअनुसार के कतिको यथार्थ छ? अब यो बक्साको जुन सिलै चाहिँ छ, अब एकजना सङ्गठनको सिल मिलेछ, बाँकी कसैको मिले छैन। सुरुदेखि नै धान्ली हुँदै आइरहेछ यो चुनावमा, ठाकुर मौलिका चुनावमा। यहाँ निर्वाचन आयोगको पनि केही थाहा छैन। कुनै बेला भन्नुहुन्छ कि 438 मत छ, कुनै बेला भन्नुहुन्छ 439 मत छ बक्सामा, कुनै बेला 442 मत। यो कहाँसम्मको निर्वाचन आयोगले टाइट मत गर्नुभएको छ कुन बक्सामा कति छ भनेर उहाँको सुरुदेखि नै धादिङ छ। यो बिना सभापतिले नभनी, बिना हाम्रो सङ्गठनले जानकारी नदिए यो सिल किन खोलेछ, हामीले किन यो गेटभित्र छिर्न दिइरहेको छैन, यो सब सेटिङ छ। फेक डकुमेन्ट पनि पाएको छ। चुनाव सकेपछि हामी त्यो पनि तपाईँहरूको माझमा ल्याउनेछु, तपाईँ टेन्सन नलिनु। यहाँ धेरै फेक विद्यार्थीहरूको एडमिसन भएछ, बिना डकुमेन्टको भएछ, स्क्यान गरी